नमस्कार दर्शकबिन, स्वागत छ हजुरलाई सीता एपिसोड 142 को आजको विशेष रिभ्यूमा। आजको एपिसोडमा सीता र जगतको सम्बन्धले निकै भावुक लिएको छ। जगतले आफ्नो विगतका गल्तीहरूको स्वीकार गर्दै बारम्बार सीतासँग माफी माग्छन्, तर उनलाई आफ्नो जीवनमा फर्काउन हदसम्म प्रयास गरिरहेका छन्। तर सीता पनि आफ्नो आत्मसम्मान र विगतका पीडालाई सम्झिँदै प्रष्ट शब्दमा भन्छिन्, अब उनी पुरानो जीवनमा फर्किन चाहन्न। उता जगतका आमा बुबा भने सीता फेरि घर फर्किने आशामा छन्। उनीहरूलाई विश्वास छ कि एक न एक दिन सीता अवश्य फर्किन्छन्, तर सीता आफ्नो निर्णयमा अडिग देखिएकी छिन्। अर्कोतर्फ रमेश र अनुको वैवाहिक जीवनमा सुखद रूपमा अगाडि बढिरहेको छ। उनीहरू खेतीपाती र उत्पादनमुखी काम मार्फत आत्मनिर्भर बन्ने योजनामा छन्। यसले युवालाई मेहनत र उत्पादनमा जोडिन प्रेरणा गर्ने सन्देश पनि देखिएको छ। एपिसोडको सबैभन्दा भावुक दृश्य तब देखिन्छ जब जगतले फेरि एक पटक सीतासँग क्षमा माग्छन्, तर सीता भन्छिन्, मलाई मेरो जीवन एक्लै बाँच्न दिनुहोस्, मलाई अब कसैको सहारा चाहिँदैन। यति सुनिसकेपछि जगत भावुक बन्दै आँसु झारिरहेका देखिन्छ। अब प्रश्न उठेको छ कि भविष्यमा सीता र जगत फेरि एक हुनेछन् कि सीता आफ्नो नयाँ जीवनको बाटो रोज्छिन्। तपाईँलाई के लाग्छ? आजको विचार कमेन्टमा अवश्य लेख्नुहोस्। यस्तै नयाँ रिभ्यूका लागि च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोस्। धन्यवाद। नमस्कार।